पानी पनि रुकिसक्यो गाइज मौसम चाहिँ कडा भयो हेर्न सक्नुहुन्छ हेलो गाइज वेलकम ब्याक टु माई एपिसोड भिडियो आइसकेको छ नयाँ भिडियो हेर्न सक्नुहुन्छ आज गाइज जमाराको दिन होइन सबैले ह्याप्पी दसैँ जमारा राम्रो लगाउनु होला सबैजना होइन आज चाहिँ बिहान उठेर नुहाइधुवाइ गरेर चाहिँ गाइज म ट्याक्क रेडी भएको छु भाइ पनि रेडी भएको छ एयरपोर्ट समातेर अनि ट्याक्कै म पनि रेडी भएको छु हेर्न सक्नुहुन्छ गाइज होइन यहाँ चाहिँ हजुरआमा आन्टी लगाउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ गाइज हाम्रो तल घरमा के हुन्छ भनेर चाहिँ एकछिन हामी जानेछौँ अनि मेरो फुल भिडियो हेरिदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला होइन पनि एउटा दुईवटा चाहिँ सब्सक्राइब बढाइदिनु होला है सबैजनाले अनि सेयर पनि गर्दै गर्नु होला मेरो भिडियो है ल गाइज मौसम पनि धेरै रमाइलो राम्रो भएको थियो हेर्न सक्नुहुन्छ पुरै क्लियर अनि म चाहिँ यहाँ मस्त बसेको छु लुगा चेन्ज गर्दै हुन्छ आन्टीहरू होइन अनि यो भिडियो कस्तो लाग्छ भन्नु चाहिँ हामीहरू गाई जमारा लगाउँछौँ अनि हाम्रो गाई चाहिँ हल्का हल्का पनि पानी झिमझिम थाल्यो हेर्न सक्नुहुन्छ मौसम यस्तो भएको छ पुरै होइन अनि हजुरआमा आन्टी उनीहरू सबै गर्नुपर्छ लुगा चेन्ज गर्दैछन् गाइज अब चाहिँ हामीहरू एकछिन जमारा लगाउने छौँ जमारा पनि तयार भइसक्यो अनि टिका पनि तयार भइसक्यो हेर्न सक्नुहुन्छ गाइज सो गाइज जमारा चाहिँ यता छन् अनि टिका चाहिँ ऊ यहाँनिर रेडी गरेको छ सो गाइज पानी पनि परिसक्यो हाम्रो होइन हजुरआमा सो गाइज मैले पनि ढाका टोपी लगाइसकेँ तर मलाई भएन किनकि मेरो कपाल ठुलो छ धेरै सो गाइज आन्टी पनि तयार हुनुभयो हेर्न सक्नुहुन्छ आन्टीको फेस अनि यहाँ चाहिँ गाइज पानी पनि परिसक्यो हेर्न सक्नुहुन्छ राम्रो दिनको दिन यस्तै जमारा टिका लगाउन सोचेको राम्रोसँग अनि पानी पनि परिसक्यो गाइज अनि हाम्रो भाइ पनि रेडी भइसक्यो एयरबड्स लगाएर मस्त गीत सुन्दैछ होइन अरू के छ खबर गाइज हजुरहरूको सबैले ह्याप्पी दसैँ ह्याप्पीवाला दसैँ है सबैलाई अनि जमारा राम्रोसँग लगाउनु होला आफ्नो घरको सो गाइज पानी पनि धेरै आइसक्यो होइन धेरै आउनु थाल्यो अनि जमारा पनि लगाउँछ हामीहरू अनि आन्टी पनि रेडी हुनुभयो अनि भाइ अनि हजुरबा पनि रेडी हुनुभयो अनि हजुरआमा सो गाइज अब चाहिँ जमारा लगाउँछ हामीहरू है हजुरले हेर्न सक्नुहुन्छ
ये तीनों हल्का नहीं रुक लोग चाहिए क्या दो खोले खुट्टा छियो वर्षा आउने होइन भाइ यति आउने अब मम्मी का लगा है बढ़िया नहीं कुर्सी भयो ढोक दिया लगा चल लोग दे वीडियो बनाएको ना सो गाइस हामीले चाहिँ जमारा समारा सबै लगाइसक्यौँ अनि आन्टी पनि यहाँ तयार हुनुभयो अनि हामीहरू सबै हल्का भिडियो बनाएर चाहिँ फेरि हामीहरू चाहिँ तल्ला घरमा जानेछु फेरि तल्ला घरमा लगाएर चाहिँ फेरि म मेरो मुन्टाको बढिया जानेछु अनि आन्टीको चाहिँ मस्त भिडियो बनाइदिन लाग्छु म हेर्न सक्नुहुन्छ गाइस हजुर पानी पनि रुकिसक्यो गाइस मौसम चाहिँ कडा भयो हेर्न सक्नुहुन्छ सो गाइस हाम्रो तल्ला घरमा चाहिँ हल्का रेडी हुँदैछन् सबैजना अनि अङ्कल पनि रेडी भएनन् एकछिनमा अङ्कल हुन्छन् रेडी फेरि अहिले चाहिँ अङ्कल हल्का फोटोसोटो खिच्न ल्याउनु भयो हेर्न सक्नुहुन्छ ल गाइस यो चाहिँ हाम्रो अङ्कलको पसल हेर्न सक्नुहुन्छ होइन अङ्कल भित्र बस्नु भएको छ अनि हामीहरू चाहिँ जाँदैछौँ अनि यहाँ चाहिँ हाम्रो घरमा चाहिँ यहाँ बल्द भन्छन् के भन्छन् के भन्छन् यार के पो भन्छन् यहाँ हाम्रो आन्टीहरू सबै रेडी भएको छन् यहाँ हजुरआमा चाहिँ पकौडा बनाउँदै हुनुहुन्छ हाम्रो आन्टी उहाँ भित्र अनि सेरोटी बनाउँदै हुनुहुन्छ हजुरआमा अनि आन्टी अनि मेरो बहिनी चाहिँ यहाँ रेडी भएको छ अनि मेरो अर्को बहिनी पनि रेडी सो गाइस मेरो आन्टी पनि रेडी हुनुभएको छ चिटिक्क पारेर अनि मेरो भाइ होइन सो गाइस हाम्रो बहिनी चाहिँ सुतेछ लुगा लगाएर मस्त अनि हजुरआमा चाहिँ मस्त सेरोटी पकाउँदै हुनुहुन्छ हजुरले चाहिँ मेरो हजुरआमाको सेरोटी खायो भने चाहिँ हात चाट्नुहुन्छ है अनि यहाँ भाइ बहिनीहरू मस्त अनि म चाहिँ बहिनीहरूको एक एक गरेर नाम सोध्छु है बहिनीहरूले मलाई जमाएर लगाइदिनु अब आज तिम्रो नाम के हो आराध्या के हो र आज तिम्रो नाम के हो बाबु आरुले कति क्लासमा पढ्छौ एक अनि आज चाहिँ धेरै राम्रो भएको छौ है तिमी आज के हो लगाइ हजुरआमा भन्नु होला छ यहाँ चाहिँ जमरा बिग्रेर हाम्रो आमा पनि बिग्रेको थियो त्यही कारण चौर यहाँ चाहिँ जमरा हाल्दैनन् अहिले खै गाइस के पो हुन्छ अब हेरौँ है के हुन्छ सो गाइस आरो बहिनी चाहिँ यहाँ टिका लगाउँदैछु सो गाइस मेरो आरो बहिनी चाहिँ चिटिक्क पारेर रेडी भइसकिन् बहिनीले चाहिँ टिका सबै लगाइहाल्यो अब चाहिँ हामीहरू फोटो खिच्छौँ है सो तल घरमा चाहिँ जमरा खराब भएर छन् यो कारण चाहिँ हामीले खानपिन मात्रै गऱ्यौँ खानासाना खाइसक्यौँ अनि यो भिडियो चाहिँ म इन्ड गर्छु आई होप हजुरलाई यो भिडियो राम्रो लाग्यो होला लाइक एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला बाइ बाइ गाइज